किन मैले दराज देखाउँदैछु त फुल भिडियो हेर्नु होला साथीहरु नमस्ते हजुरलाई फेरि पनि स्वागत छ मेरो छोटो मिनी ब्लगमा तपाईहरु पनि सन्चै होला भन्दै म पनि सन्चै भन्न चाहन्छु अनि आज चाहिँ म कहाँ जाँदैछु त भन्नु नि साथीहरु हेर्न सक्नुहुनेछ मेरो फुल भिडियो हेरेर थाहा पाउनुहुनेछ बिस्तारै बिस्तारै म तपाईलाई देखाउँछु मेरो छोरी आइसक्यो जाँदैछौँ कहाँ जाँदैछौँ त हामी कहाँ जाँदैछौँ फतेपुर जाँदैछौँ साथीहरु के गर्न त मोमो 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 मन पर्छ पानीपुरी खान्छौ मन पर्छ ल साथीहरु आँखा पनि देखिन सकिन घाम यस्तो घाम लागेको छ कि हामी अहिले जाँदैछौँ पैसा झिक्नुलाई पैसा चाहिँ हामी यहीँ झिक्छौँ अनि के गर्न जागरको पसलमा आउँछौँ साथीहरु त्यहाँ हालिदिनु भएको छ दाइले त्यही भएर हामी पैसा झिक्नलाई आउँदैछौँ यस्तो राम्रो आकाश छ कि तपाईहरुतिर कस्तो छ त कमेन्टमा आएर भनिदिनु गाडी पनि आइसक्यो हामी गाडीमा जाँदैछौँ साथीहरु गाडीमा चढ्यो अब गाडी चढे मलाई एक दुईजना साथीहरूले नि मलाई कति जिस्काइराख्नु भएको छ कि आज चाहिँ भिडियो किन नबनाएको भनेर तर म भिडियो बनाउनु चाहिँ छोड्दिनँ काम गर्नु पनि छोड्दिनँ साथीहरु हो कि कमेन्टमा आएर भनिदिनु त भिडियो बनाउनु चाहिँ म छोड्दिनँ यो फतेपुरको तिर्जुगा हो क्या तिर्जुगाको पुल हो अनि हामी कटिसक्यौँ फतेपुर चाहिँ हामी के गर्न आएको भने साथीहरु दराज किन्न आएको दराज त्यसपछि हामी अटोमा चढेर फेरि सिटीमा चढेर लाग्यौँ साथीहरु त्यो पसलमा धेरै छ अरे अनि गोदाममै छ अरे क्या त्यो पसलको अनि उता गोदाम कहाँ छ अरे यो सिटीमा चढाइदिनु भएको छ हामी गोदाममा जाँदैछौँ हेर्न सक्छौँ आइपुग्यौँ हामी गोदाममा बाक्सा दराजहरूको गोदाम यहाँ छ यहाँ आइपुग्ने छ यता पनि ठुलोबाट वा यो रातो पनि कस्तो म्याच गरेको छ यो पनि राम्रो चाहिँ छ हामी कुन लान्छौँ त तपाईहरुलाई म देखाउँछु फाइनल कुन लाने भनेर हामी चुज गर्दैछौँ फाइनली हामीले यो लाने विचार गर्यौँ साथीहरु कस्तो लाग्यो त कमेन्टमा आएर भनिदिनु होला अनि त्यसपछि हामी दुईजना लाग्यौँ त खाजा खाना कस्तो भोक लागेको थियो नि त अनि त्यसपछि मैले चाउमिन खाएँ उसले चाहिँ मोमोलाई लास्ट मोमो मनपर्छ मोमो लभर्स जानु लाग्यौँ घर साथीहरु हेर्न सक्नुहुनेछ हामीले लोड पनि गरिसक्यौँ एउटा दिदी हुनुहुन्छ यही हो हामी गाडी चढ्ने गाडी साथीहरु हामी चढ्यौँ गाडी बाई बाई आजलाई यति नै अर्को नेक्स्ट मिनी ब्लगमा भेटौँला साथीहरु बाई बाई